नमस्कार, म विमल राई X2RGR तथा गोर्खा पाथवेज एडभाइजरको संस्थापक। हामी हाम्रो कम्पनी मार्फत युके भिजा सरल र सहज तरिकाले गर्दै आएका छौं। हामीमा आउने हरेक इन्डिभिजुअल अथवा फ्यामिली मेम्बर्सहरूलाई हामी युके को वरिष्ठ सोलिसिटर अनि ब्यारिस्टरको साथ लिई डिटेलमा सल्लाह र सुझाव दिन्छौं। हामी युके सेटलमेन्ट भिजा एप्लिकेसन साथसाथै हामी युके कोड अपडेट पनि गर्छौं। हामी क्वान्टिटी भन्दा पनि क्वालिटी सर्भिसमा विश्वास राख्छौं। तसर्थ यदि तपाईलाई युके सेटलमेन्ट भिजा, स्पाउस भिजा, चाइल्ड भिजा, सोल कस्टडी, भिजिट भिसा तथा अन्य कुनै युके भिजा सम्बन्धी जिज्ञासा छ भने हामीलाई सम्झिनुहोला। विस्तृत जानकारीको लागि तपाईहरु हाम्रो वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइटको नाम छ www.gorkhapathways.com र यदि तपाईहरुले हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ info@gorkhapathways.com। यदि तपाईहरु हामीलाई फोन गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ +977 9848 582625। यो विविध जानकारीहरु तपाई डिस्क्रिप्सन बक्समा पनि पाउन सक्नुहुन्छ र हाम्रो ठेगाना रहेको छ एभिएम चोक, मान भवन, एभिएम स्कुल सँगसँगै ब्रिटिश क्याम्पबाट पूर्व 100 मिटरमा छ। So let us serve you in the future. सबैको दिन शुभ रहोस्। थ्यांक यू, धन्यवाद। नमस्ते, म सुनिल गुरुङ, गोर्खा पाथवेज एडभाइजरको डेपुटी डाइरेक्टर। तपाईहरुले भर्खरै विमल राई सरबाट केही कुराहरू सुनिसक्नु भएको छ। हामीले युके भिजा अनि इमिग्रेसनको एप्लिकेसनको कामहरू, युके अपिलको कामहरू गर्दै आइरहेका छौं र तपाईहरुलाई पनि यदि जेन्युन सरसल्लाह चाहिन्छ र कसरी सरल तरिकाले युके भिजाको एप्लिकेसन गर्न सकिन्छ हजुरहरुले बुझ्न चाहनुहुन्छ भने तपाईहरु हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ। र साथै तपाईहरुलाई एउटा खुसीको कुरा, हामीले एक्स गोर्खा प्री-97 को छोरी इन्दिरा घलेको एप्लिकेसन गरेको थियौं। उसको केस चाहिँ कस्तो थियो भने पेन्सनर बुवा बित्नु भएको 12 वर्ष भयो र विडो पेन्सनर बित्नु भएको 7 वर्ष जस्तो भयो। र हामीले चाहिँ उसको एप्लिकेसन गर्यौं। होम अफिसले हालै विथड्र गरेर चाहिँ उसलाई भिजा दिएको छ। हामीले आर्टिकल 8 अन्तर्गत चाहिँ फ्यामिली लाइफ बिट्विन ब्रदर एन्ड सिस्टर भनेर एप्लिकेसन त्यसरी गरेको थियौं र हालै होम अफिसले विथड्र गरेर भिजा दिनलाई सफल भयो। उसको भाइ लीलाराज घले भाइ चाहिँ युके अक्सफोर्डमा बसिरहेको र भाइसँगको एउटा फ्यामिली लाइफ पनि हामीले देखाएर एप्लिकेसन गर्न सकिन्छ। आज कतिजनालाई यो कुराहरू थाहा छैन र यस्तो केसेसहरू पनि आउन सक्छ फ्युचरमा र यो सुइटेबल सिनारियो र आर्टिकल 8 इन्गेज भएको अवस्थामा तपाईले भिजा एप्लिकेसन गर्न सक्नुहुन्छ। र हामीले फर्स्ट आयर ट्राइब्युनलमा लीला भाइ चाहिँ हियरिङमा जानु पनि परेन। होम अफिसले चाहिँ बिचमै विथड्र गरेर भिजा ग्रान्ट गरेको छ र हामीले हालै केही समय यतादेखि चाहिँ यो गोर्खा पाथवेजबाट युके भिजा एप्लिकेसनको कामहरू गर्दै आएका छौं। तपाईहरुलाई यदि सरसल्लाह चाहिन्छ र बुझ्न चाहनुहुन्छ भने तपाईहरुको लागि हाम्रो डोर जहिले पनि खुला छ। तपाईहरु आउन सक्नुहुन्छ। थ्यांक यू, नमस्ते।